जिन्दगीमा कहिले पनि झगडा परेको बेलामा पत्नीलाई हातपात नगर्नुहोस् है। किनकि एक नम्बर तपाईँ मान्छे हो, तपाईँ जनावर होइन। दुई नम्बर ऊ पनि मान्छे हो, ऊ पनि जनावर होइन। मान्छे भएर मान्छेलाई कुट्नु हुँदैन। जब तपाईँले आफ्नो पत्नीलाई कुट्नुहुन्छ नि, तपाईँलाई लाग्छ होला म वीर भएको, तपाईँ लाग्छ नामर्द हो। यदि तपाईँमा त्यत्रो ठुलो हिम्मत भएको भए नि, अब तपाईँले के भन्नुहुन्छ, मलाई यसले रिस उठाए त्यही भएर मैले यसलाई कुटेँ भन्छ। तपाईँलाई रिस उठाउने सबैलाई तपाईँ कुट्नु सक्नुहुन्न। तपाईँलाई रिस उठाउने सबैलाई तपाईँ कुट्नु सक्नुहुन्न। तपाईँ तपाईँको पत्नीलाई कुट्दै हुनुहुन्छ, किनकि तपाईँलाई थाहा छ यो मभन्दा कमजोर छ। जोइस मेयरले भन्छ, छोरी मान्छे र बच्चालाई पिट्ने मान्छेहरू कस्तो मान्छे भन्छ। किनकि छोरी मान्छेलाई चाहिँ नि परमेश्वरले नि छोरा मान्छेको सहायक बनेर पठाइदिएको। छोरी मान्छेलाई माया गर्नुहोस् न, पत्नीलाई माया गर्नुहोस् न, तपाईँको घर कति राम्रो हुन्छ। पत्नीलाई माया गर्नुहोस् त, तपाईँको घरको भान्सा मिठो हुन्छ। अरू के कुरा गरौँ र।